आज देशमाथि सङ्कट छ, आज जनतामाथि सङ्कट छ। चारैतिर व्यवसायदेखि लिएर, नागरिकदेखि लिएर, युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ। पानी बाँड्न गएको हौँ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय, यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न। यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौँ। नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला। उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभा, सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभा महोदय, अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय, हिजो सिंहदरबार भन्दा मान्छेको जीवन ठुलो भन्नेहरू आज मान्छेको जीवन भन्दा नियम ठुलो भन्दैछन्। सम्माननीय सभा महोदय, म स्पष्ट रूपमा भन्न चाहन्छु, मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्। मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। सभामुख महोदय, कुनै नागरिकको बाँच्ने आधार खोसेर, उसको रोजीरोटी बन्द गरेर, उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो गतिविधि पनि गोली हाने सरहको अपराध हो। सम्माननीय सभामुख महोदय, हामीले कहिले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? यदि कसैसँग दम र हिम्मत छ भने संसदको रोस्टममा हेरियोस्। सम्माननीय सभामुख महोदय, संसदको रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडक पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रात्मक अल्गोरिदम फैलाएर मान्छेको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस्। सम्माननीय सभामुख महोदय, हामीले त यति मात्र भनेका हौँ, प्रहरीको रुखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर हो। सम्माननीय सभामुख महोदय, ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारवाही हुन्छ भने सिटबेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारवाही किन हुँदैन? सम्माननीय सभामुख महोदय, न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 विधिभन्दा अर्को चिज छैन। सम्माननीय सभामुख महोदय, हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। आज त्यो व्यवस्था गरियो। सम्माननीय सभामुख महोदय, र गम्भीर जलनका बिरामीलाई वीर अस्पतालमा उपचार गराउने हो कि किर्तिपुरको जलन अस्पतालमा हो? सम्माननीय सभामुख महोदय, यो नेपालीहरूलाई सबैलाई नेपालीहरूलाई तपाईँको लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुहोस्। किर्तिपुरको अस्पतालमा गर्ने हो, वीर अस्पतालमा होइन। सम्माननीय सभामुख महोदय, समयमै उचित उपचार उपलब्ध गराइएको थियो या थिएन? भारतमा उपचार गर्दा बचाउन सकिने भए सम्भावना यदि थियो भने यदि ऊ बिरामीलाई चाहिँ भारत किन लगिएन? यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक मञ्चन किन गरियो? सम्माननीय सभामुख महोदय, यो प्रश्नको जवाब राज्यले दिनुपर्छ। यसको उत्तर हामी खोज्छौँ। सम्माननीय सभामुख महोदय, संसार नै मेरा विरुद्धमा लागोस्, तर म सत्य बोल्न छोड्दिनँ। जति साइबर बुलिङ गर्नु छ गर, सक्छौ अझै गर। भौतिक आक्रमण पनि सहेर आएको। सम्माननीय सभामुख महोदय, लडेर आएको, मजाक गरेर आएको होइन। सम्माननीय सभामुख महोदय, जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। सम्माननीय सभामुख महोदय, र किनकि मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। सम्माननीय सभामुख महोदय, त्यही भएर सम्माननीय सभामुख महोदय, जब हामी सोध्छौँ मान्छेले आत्महत्या किन गर्नु पर्यो, कर्णालीको नदीको भिरमा अड्केको नागरिकको समयमा उद्धार गर्न नपाएर किन मर्न बाध्य भए, बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौँ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। तर सम्माननीय सभामुख महोदय, वास्तविक राजनीतिकरण भनेको के हो भन्ने कुरा आज संसदमा स्पष्ट भन्न चाहन्छु। पानी बाँड्न गएको हौँ भन्ने, पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख महोदय, भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। यो कुरा स्पष्ट बुझ्न आवश्यक छ। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफू पदमा हुँदा नहुँदा नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको
भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। यो राजनीतिकरण भनेको सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। कर्णालीको भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्ने राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। हामी सेवा गरेर राजनीतिमा आएका हौँ। देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ सम्माननीय सभामुख महोदय। बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सह्यौँ, आफू पनि मर्न तयार भयौँ, तर कसैलाई हानि पुर्याएनौँ सम्माननीय सभामुख महोदय। नेपालको 1 इन्च पनि भौतिक संरचना ध्वस्त बनाएका छैनौँ। त्यसैले फेरि पनि भन्छु, कानुन सबका लागि समान हुनुपर्छ, राज्य नागरिकको अभिभावक बन्नुपर्छ, उत्पीडितको होइन। नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ सम्माननीय सभामुख महोदय, जीवन समाप्त पार्नका लागि होइन। यो नीति बन्न सक्दैन। मान्छेको जीवनभन्दा ठुलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानुनको दम्भ हुन्छ, न कसैको लोकप्रियता हुन्छ सम्माननीय सभामुख महोदय। आज देशमाथि सङ्कट छ, आज जनतामाथि सङ्कट छ। चारैतिर व्यवसायदेखि लिएर, नागरिकदेखि लिएर, युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ। हामी निराशा नबाटौँ। आज हाम्रो राज्य सङ्कटमा छ, जनतामा निराशता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न। यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौँ। र जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहँला। अश्विनी राउत र विवेक मण्डल, म तिनैजनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र तिनैजनाको प्रति संवेदना व्यक्त गर्न चाहन्छु। विवेक मण्डलको केसमा राज्यले सम्माननीय प्रधानमन्त्रीबाट, पार्टी सभापति आदरणीय रवि लामिछानेजीबाट र सम्मानित स्वयंबाट जुन चासो व्यक्त गरिएको थियो र स्वास्थ्य मन्त्रीको तर्फबाट पनि राज्यले हेलिकप्टर पठाएर उपचारको लागि प्रयास गर्दा पनि बचाउन सकिएन। तर प्रयास गरेको कारणले म त्यो क्षेत्रको जनप्रतिनिधिको नाताले सम्मानीय सभामुखलाई पनि म जिल्लाई पनि धन्यवाद दिन चाहन्छु। सम्मानीय प्रधानमन्त्री, उहाँको सचिवालय, पार्टी सभापति रवि लामिछानेजी र स्वास्थ्य मन्त्री र उहाँको मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु। तर आज म केही कुरा यसले मलाई झस्काएको छ। एउटा अनुभवी सांसदको नाताले म केही कुरा राख्न चाहन्छु, किनकि अनुभव पनि एउटा धेरै माने राख्छ। आज हाम्रो राज्य सङ्कटमा छ, जनतामा निराशता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न। यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौँ। म करबद्ध प्रार्थना गर्छु कि सम्पूर्ण राजनीतिक दललाई, संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसद बाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई हामी यसलाई घोचपेचको विषय नबनाऊ। राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष थाहै होइन। यो निरन्तरता छ। को आयो, को जो आज सत्तामा छ भोलि प्रतिपक्षमा होला, जो हिजो सत्ता पक्षमा थियो आज प्रतिपक्षमा छन्। तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहँला। आज देशमाथि सङ्कट छ, आज जनतामाथि सङ्कट छ। चारैतिर व्यवसायदेखि लिएर, नागरिकदेखि लिएर, युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ। हामी निराशा नबाटौँ, हामी यसको समाधान गरौँ। बरु मिल्छ भने समाज जिल्लामा आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित संसदभित्र उपस्थित तमाम दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। जनतालाई भने हामी सम्पूर्ण दल मिल्यो भने मात्र यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।